होइन हौ यो गाउँको मान्छे चाहिँ किन चाहिँ हाम्रो पछि लागेको जहिले पनि बिहा गर भनेको छ साला बिहा गरेर पनि त्यही 2 दिन त हो टन्न खानु पाउने उनीहरूले नि बरुभन्दा सिधै भन्नु नि पार्टी दे भनेर होइन चिया जाँड रक्सी मासुहरू खाइदिइहालिन्छ त सिधै भन्नुपर्ने नि त बिहा गर भनेको छ डिप्रेसनमा जान आँटिसकेँ म यार यो बिहाको कुराले जसले पनि भेट्छ बिहा गर भन्छ होइन भने जस्तो बिहा चाहिँ कहाँबाट हुन्छ यार केटी हुनु पर्यो नोकरी हुनु पर्यो अहिले नोकरी छैन भने एउटा केटीले पत्याउँदैन यार कहाँबाट चाहिँ ल्याएर ठ्याक्क बिहा गर्नु मान्छेले भन्नु कम त सजिलो छ बुढो भइस बिहा गर मेरो त यो दिमाग फुट्ला जस्तो भइसक्यो म कोही बेला त नि यो बिहा गर भन्ने मान्छेलाई चाहिँ मार्नु जस्तो लाग्छ यार बिहा गर भन्नेलाई चाहिँ केही चाहिँ गर्नुपर्छ अब चाहिँ साह्रै बेसी नै भइसक्यो क्या होइन बिहा नगर्नेहरूले नि बरु आन्दोलन गरौँ हौ के भन्छस् अब चाहिँ एउटा बिहा नगर्नेको ग्रुप खोलेर आन्दोलनै गर्नु पर्ला त्यही गर्नुपर्छ बिहा गर भन्ने चाहिँ कसैले पाउँदैन ए बुढो हड्डीहरू के हो बिहा नगर्ने यतिकै बिताइदिने उमेर भएको छैन क्या तिमीहरूको कुखुरा नपाएको स्याल जस्तो सुस्स परेर बस्छौ केटा हो बिहा गर हेर यी बिहा गर्नेको लाइफ कस्तो हुन्छ तिमीहरू आफै घरमा गएर पकाइ तुलाइ गरेर खानुपर्छ क्या हाम्रो टक टक टेबलमा सजिन्छ गएर अब यस्तो लाइफ बिताउ न केटा हो के हो तिमीहरू काठ पसेको मुला जस्तो भइसक्यो बुद्धि कहिले पुर्याउने तिमीहरू हँ छि 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 नामर्दहरू बिहा भन्ने बित्तिकै पुछर मुनि पारेर भाग्नेहरू होइन मामा बिहा त गर्ने नै हो कि हामीलाई एउटा केटी खोजिदिनु पर्यो राम्ररी हो नोकरी चाहियो नोकरी र केटी केटाहरू लु मैले जिस्केको नोकरी चाहियो नि त हामीलाई नोकरी जिस्केको हो केटा हो जिस्केको मलाई छोडिदियो